हिजो स्वाङ्गे बढेको मार्केट आज अचानक यस्तो भारी गिरावट किन त? हिजो जुन मार्केट खुल्ने बित्तिकै सर्किट लागेर हाल्ट भएको थियो भने आज दोहोरो अङ्कले मार्केटमा गिरावट देखिएको छ। त्यसो भए आउने दिनमा मार्केट बढ्छ कि घट्छ र सबभन्दा इम्पोर्टेन्ट अहिले किन्ने बेला हो कि बेच्ने बेला आयो? डिपली एनालाइसिस गरौँ है त आजको भिडियोमा। विगतको इलेक्सनहरूलाई हेर्ने हो भने इलेक्सन आउँदा मार्केट बढ्ने गर्थ्यो, तर यो इलेक्सन आउँदा चाहिँ हामीले मार्केटमा कुनै त्यस्तो उछाल हेर्न सकेका थिएनौँ। तर यो इलेक्सन आउँदा मार्केट किन बढ्छ त? इलेक्सन पछि नयाँ सरकार बन्छ र सेयर मार्केटमा नयाँ र राम्रो पोलिसिजहरू आउँछ भनेर इन्भेस्टर्सहरूको सेन्टिमेन्ट पोजिटिभ हुन्छ र लिक्विडिटी बढ्ने गर्छ, जसको कारण मार्केट पनि बढ्छ। तर यसपालि इलेक्सन पटक्कै फरक थियो। यसपालिको पोलिटिसियन्स पनि नयाँ थिए भने सरकार बनाउने पार्टी पनि नयाँ नै थियो। इलेक्सनको रिजल्ट यस्तो सकिङ थियो, रासोपाले पनि सोचेको थिएन। लगभग 2/3 सरकार बन्ने अवस्था भइसकेको छ। त्यस्तो इलेक्सनको रिजल्ट आउँदा मार्केटमा धेरै स्पेकुलेसन्सहरू आउन थालेर सोमबार मार्केट खुल्ने बित्तिकै मार्केट 4% बढेर हाल्ट भयो। 20 मिनट पश्चात मार्केट खुलेपछि फेरि हाल्ट भयो र त्यसपश्चात 6% बढेर कारोबार नै रोकियो। तर मङ्गलबार मार्केट खुल्दा एकदम गम्भीर देखियो मार्केट, दोहोरो अङ्कको गिरावट। सो यस्तो किन भयो भन्दाखेरि ओभरअल मार्केटमा सर्किट लाग्नु भनेको कुनै सानोतिनो कुरा होइन, यो धेरै रेयर हुन्छ र हिजो सर्किट लागेर बढेको मार्केटको टर्नओभर जम्मा 55 करोड मात्रै थियो, जसको कारण आज मार्केट खुल्ने बित्तिकै रिटेल ट्रेडरहरू बेच्न थाले र यही हो करेक्सनको फेज। एकैचोटि मार्केट सर्किट लागेको कारण अब करेक्सन आउनु जरुरी नै थियो र मार्केट यसरी नै काम गर्छ। यसमा प्यानिक गर्ने, आत्तिएर किनिहाल्ने, आत्तिएर बेचिहाल्ने होइन। यो सरकार गठन भइसकेपछि मार्केटमा एकदमै राम्रो बुल आउने सम्भावना छ। सो एकचोटि आजको मार्केटको अवस्था पनि हेरिहालौँ। सो आज नेप्से इन्डेक्स ओभरअल 32 अङ्कले घटेको छ, 32.08 अङ्कले। र आज टप गेनरमा यही रिलायन्स स्पिनिङ मिल र साल्पा विकास ब्याङ्क रहेको छ, किनकि दुईटा न्युली लिस्टेड कम्पनीहरू हुन्। अनि यदि टप लुजरमा हेर्ने हो भने हिमस्टार ऊर्जा, अनि त्यसपछि मितेरी डेभलपमेन्ट ब्याङ्क र यी एमफिलहरू छ। सो बेसिकली आज 78 वटा कम्पनी बढेको छ भने 178 वटा घटेको छ र 5 वटा कम्पनीहरू केही चेन्ज भएको छैन। र आजको टर्नओभर हेर्ने हो भने माई गड, 21 अर्बको कारोबार भएको छ। टोटल टर्नओभर 21 अर्बको र टोटल ट्रेडेड स्क्रिप्ट भनेको 329 वटा कम्पनीहरू आज ट्रेड भएको छ। सो ओभरअल मार्केटमा यस्तै टर्नओभर आइदियो भने मार्केट राम्रै रिटर्न दिन सक्ला 2-3 हप्तापछि। सो यहाँ ब्याङ्किङ इन्डेक्स चाहिँ 1.27% घटेको छ। डेभलपमेन्ट ब्याङ्क 1.16% घटेको छ भने फाइनेन्स इन्डेक्स पनि 2.606% घटेको छ। होटल टुरिज्म पनि 1.85% घटेको छ। हाइड्रो पावर इन्डेक्स पनि घटेको छ। त्यसपछि इन्भेस्टमेन्ट इन्डेक्स र यहाँ लाइफ इन्सुरेन्स चाहिँ 0.51% बढेको छ। र यहाँ म्युचुअल फन्ड पनि बढेको देख्न सक्छौँ हामी र नन लाइफ इन्सुरेन्स पनि 0.48% बढेको छ। र ओभरअल हेर्दाखेरि मार्केट घटेको छ। सो अब कुरा गरौँ कस्तो स्टक अहिले उठाउने त र अहिले बेच्ने कि किन्ने। सो बेसिकली अहिले चाहिँ बेच्ने होइन, अहिले टाइटली होल्ड गर्ने समय हो, किनकि राम्रो बुल आउन सक्छ अहिले मार्केटमा, धेरै सम्भावना छ किनकि नयाँ सरकार गठन भइरहेछ। सो बेसिकली कुन स्टक किन्ने भनेर कुरा गर्ने हो भने कमर्सियल ब्याङ्कहरू अहिलेको टाइममा राम्रो हुन सक्छ, किन भन्दाखेरि देशको इकोनोमीमा कमर्सियल ब्याङ्क्सहरूको धेरै ठुलो हात हुन्छ र अहिलेको पोलिटिक्समा यस्तो चेन्ज आउँदा कमर्सियल ब्याङ्कहरूले राम्रो प्रॉफिट गर्न सक्छ। र अझै भनेको हाइड्रो पावरहरू जसको फन्डामेन्टल राम्रो छ। सो यस्ता स्टक्सहरू तपाईँले अझै पनि किन्न सक्नुहुन्छ। आजको भिडियोमा यति नै र यस्तै एनालाइसिसहरूको लागि, ट्रेडिङ सिक्नहरूको लागि च्यानललाई सब्स्क्राइब गर्नुहोला।